चावल को टिको बनाउँछ नि मैले अघि नै भनेको चावल भिजा एक सब्जी बाल्यो यता हेर त एउटा छ कि पाला दुईटा छ नि यहाँ ए रक्सी ढल रक्सी नहोला हाम्रो देवताले त रक्सी खान्छ नि त्यही त सबै दुनिया मिलाएर ग्यास सुने भए पैसामा नि हो टाठो मारहानले फेरि लिएर घुमाएर मन्दिरको चक्कर घुमाउने हो पूजा त्यही छ प्रसाद आयो पूजामा पूजा गरिरहेको छ देउता के सोचेर गरेको त्यो सम्झेर देउताले भन्ने यता सम्झु रगत लाग्ला फेरि नाचेर जुत्ता खोल्नु न यो भने हैन धुपबत्ती अलि पछि पूजा गर्ने यो सबै पैसा उता राख्छु अहिले चाउल लिएर जाने रगत चुल्छ पुरै त्यसलाई फुकानी पर्छ कि यो पहिला कुखुरा होइन पछि त मुल बोक्यो होला के अरे पछि मिलाम ल भइहाल्छ होइन र पहिले मूल बोके गर्न पर्यो बोके गर्न पर्यो फेरि मूल बाख्रा कुखुरा गर्न पर्यो पल्ला गर्न पर्यो हो कि होइन पहिला कुखुरा गर्छन् कि पछि बोके गर्छन् पहिला कुखुरा गर्छन् कुखुरा लिएर मूल कुखुरा लिएर त्यसो आजकल बोक्यो गर्नु त्यस्तै जस्तो मान्छे कुखुरा गर्नु त्यो सबै कुखुरा गर्नु पर्यो सबै कुखुरा गर्नु सबै कुखुरा भएपछि बल्ल बाख्रा हो ए लिएर आफ्नो आफ्नो भाले लिएर कुखुरा लिएर जा माइला वाकन लिएर ए फुकाइदियो पहिला मूलको गर्ने क्या त्यहाँबाट सबै कुखुरा भन्न पर्छ नुहाउनु पर्यो नि भित्र बस्छ अब सुरु कुखुरा फुगाने कहाँ भित्र अब त्यो भित्र नजाऊ अब यहाँ धुप लिएर आइज बाबु यो नखाना सन्तोष भन्ने हो क्या पश्चात यिनी भिडियो राख्दै भित्र आफ्नो आफ्नो ठाउँमा राख्दै कुखुरा
योसँग त्यो दामलाई पुगाइदिए त्यो दामलाई निकाल्दैन त्यो बाँध्दैछ त्यसमा यो दामलाई काइन्दा चाल राखेर घरको दामलाई ल समझ भन्छ म चाहिँ तिमी अब त ल चल समझ भन्छ नि मैले तैँले पहिले उहाँ बाँध्ने होला पहिला बाँधेर होला उहाँ बाँध यताले यताले होइन तपाईँको सक्लो कस्तो थाहा छ ठ्याक्कै त्यही उयसको जस्तो जङ्गे दाइको त्यही भएर हल्का मिल्छ कि नै भन्न भन्दो रहेछ त्यही मधेसी होइन यिनीको यो किन हिँडिरहेछ भने सानोवाला लिनु सानो हाम्रो त त्यही सानो हो त्यही दुइटा